जति पनि मसँग जोड्नुहुने यस युट्युब फ्यामिलीलाई नमस्कार र जति पनि प्रेमीहरू हुनुहुन्छ उहाँहरूलाई जय श्री सचेतना। र अहिले म यतिखेर मजुवा गाउँ सिलिगुडी सालुगडामा छु र हाम्रो सद्भावना सम्मेलन हाम्रो मानवथान सेवा समितिको तर्फबाट जुन चाहिँ वर्षै पछि हामी यो सद्भावना सम्मेलन मनाउँछौँ र जसमा 31 तारिक डिसेम्बर लास्ट वर्षको लास्ट दिन र 1 जनवरी वर्षको फर्स्ट दिन यो सद्भावना सम्मेलन हाम्रो वर्षै सधैँ हुन्छ। र के छ त प्लान डिसेम्बर 31 र 1 को जनवरी 1 को भन्दाखेरि सद्भावना सम्मेलन भन्ने जति पनि हुनुहुन्छ र जो पनि हुनुहुन्छ उहाँहरूलाई धेरै धेरै बधाई छ, कङ्ग्रेचुलेसन छ। तपाईहरु सही जग्गामा हुनुहुन्छ। हुन त सबैजना आफ्नो आफ्नो जग्गामा सही हुनुहुन्छ र यस सद्भावना सम्मेलनको बारेमा जसले पनि बुझ्नु भएको छ तपाईहरु धन्य र जसले पनि बुझ्नु भएको छैन सम्पूर्णलाई यस सद्भावना सम्मेलनको बारेमा बुझ्ने मौका मिलोस्। हरेक धर्मशास्त्रको निचोड, हरेक धर्मशास्त्रले बताएको जो ज्ञान छ, जुन थ्योरिटिकल ज्ञान छ जति पनि त्यसलाई हामीले रियालिटीमा प्र्याक्टिकलमा पाउनु पर्ने हो र प्र्याक्टिकल नभइकन थ्योरिटिकलले मात्रै हामीलाई पूर्ण रूपमा विश्वास दिलाउन सक्दैन। किनभने हामी त्यसै पनि साइन्सका स्टुडेन्ट हौं। साइन्सको स्टुडेन्टले प्र्याक्टिकललाई फोकस गर्छ। थ्योरिटिकल्ली त हुनै पर्छ। हामी एक्सपेरिमेन्ट हामी थ्योरिटिकल्ली कपीमा लेख्छौं र प्र्याक्टिकल्ली हामीले ल्याबोरेटरीमा गएर टेस्ट गर्दाखेरि अथवा त्यहाँ गएर हामीले प्र्याक्टिकल एक्सपेरिमेन्ट गर्दाखेरि प्र्याक्टिकल कुरा हामीले पाउँछौं र त्यो ज्ञानको जस्तै अब जुन कुरा पनि हामीले प्र्याक्टिकल्ली लेखेको छ थ्योरिटिकल्ली त्यो प्र्याक्टिकल्ली हामी पाउँछौं र हाम्रो आन्सर मिल्छ। त्यसरी नै जति पनि धर्मशास्त्र छ त्यसको पनि त्यसमा लेखिएको जुन चाहिँ ज्ञान छ त्यसको पनि हामीले प्र्याक्टिकल जान्न जरुरी छ र यो पोसिबल पनि छ। अनि मात्रै हामीले क्लियर कुरा गर्न सक्छौं। हामी जताततै भोट हालिँदैनौँ। प्र्याक्टिकल्ली र थ्योरिटिकल्ली दुईटै ज्ञान हामीले पायौँ भने हामीलाई पूर्ण रूपमा सन्तुष्ट मिल्छ, विश्वास पनि हुन्छ र हर कोही व्यक्ति शान्तिपूर्वक बाँच्न चाहन्छ। हर कोही व्यक्ति ह्याप्पी लाइफ जिउन चाहन्छ र आफ्नो जीवनलाई सफल बनाउन चाहन्छ। र यसको लागि हामीले एउटा हातले मात्रै हुँदैन, हामीले दुईटा हात नै जरुरी पर्छ ताली बजाउनको लागि। त्यसरी नै हामी सोसियो स्पिरिचुअल हुन एकदम जरुरी छ। तर स्पिरिचुअल पनि कस्तो खालको भन्नुहुन्छ भने जो प्र्याक्टिकल होस्, जो थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल र समयको तत्त्वदर्शी महान पुरुषको तत्त्वधाममा सत्यको ज्ञान, सनातन ज्ञान, द लिभिङ मास्टर अफ द टाइमको दरबारमा मात्रै पाइन्छ। हुन त अरू जग्गा पनि लेखिएको भेटिन्छ तर प्र्याक्टिकल हामीलाई चाहिएको लेखेकोले मात्र होइन, देखिएको पनि हामीलाई चाहिन्छ। र कुनै पनि संस्थासँग जोड्नु भएको छ भने हाम्रो यही निवेदन रहन्छ कि तपाईहरु त्यहाँ जानुहोस् र सोध्नुहोस्, खोज्नुहोस्। त्यो प्र्याक्टिकल ज्ञान, थ्योरिटिकल सँगसँगै प्र्याक्टिकल ज्ञान तपाईले सोध्न नितान्त आवश्यक छ। र मानवथान सेवा समितिमा त्यो ज्ञान फ्री अफ कस्ट प्र्याक्टिकल सँगसँगै थ्योरिटिकल यहाँनिर पाइन्छ, सिकाइन्छ र सम्पूर्णलाई प्र्याक्टिकल ज्ञानको यो तत्त्व ज्ञानको द प्राइमोडियल भाइब्रेसन जुन चाहिँ छ त्यसको चतुश्लोकी ज्ञानको अथवा कुनै पनि धर्मशास्त्रमा बताइएको त्यो अनादनाथको, थराईको, दिव्य नेत्रको जे पनि भन्नुहोस् सबै कुराको प्र्याक्टिकल नलेज मिलोस्
र मानव उत्थान सेवा समिति यस्तो खालको दरबार हो जसमा त्यो प्र्याक्टिकल ज्ञान पाइन्छ र सबैलाई मानव धर्म के हो, मानव उत्थान सेवा समिति के हो, सद्भावना सम्मेलन के हो भन्ने कुरा जान्न मिलोस् र आफ्नो जीवन सुख र शान्तिको होस् भन्दै भेट्नेछु। अन्तिमसम्म यो भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर मात्र जानुहोला। भेट्नेछु अर्को भिडियोमा। सम्पूर्ण प्रेमीगणलाई जय श्री सत्यनारायण र सम्पूर्णलाई नमस्कार। थ्याङ्क यू सो मच।